वेलकम बैक टू माई न्यू भिडियो आफ्टर लङ टाइम पछि म भिडियो बनाउँदैछु। सो गाइस त्यही त अनि प्रब्लमहरू धेरै नै आउँछ, समस्याहरू धेरै नै छ। मैले लङ टाइमबाट भिडियो बनाउन पाएको थिएन, त्यस बनाउन पाएँ, आज खुसी लागेको छ। मेरो समस्या पनि त्यस्तै छ, बुझ्नु तपाईँहरूले। अनि सो गाइस आज चाहिँ हामी घुम्न जान लागेको। लगाएर हामीलाई जाँदा जाँदा एउटा सानो बित्ली मिल्यो। म्याउ बिरालो हेर्नु न कस्तो छ गाइस, बिरालो। यहाँको गाडी यस्तो हुन्छ गाइस, प्रायः त्यस्तै हुन्छ, चल्छ यहाँ। टक्क यता पार्किङ छ, हामी बस्ने उता, हामी बस्ने त्यहाँ आएको खासै राम्रो छैन, हेर्नु सक्नुहुन्छ है, ब्लर भयो। ऊ त्यहाँ हो हामी बस्ने। आज यो पोको यात्रा कस्तो हुन्छ हामीहरूको। एयरपोर्ट लगाएर हामी चाहिँ पुलिस बजार छ, अब त्यता जान लाग्छ टक्क। केटाहरू आज घुम्नु भयो यार एकपट्टि। गाइस भिडियो हेर्नु सक्नुहुन्छ है, गोपाल छ ट्रेन हिँड्ने। हामी खास ट्रेनमा जाने भनेर आएको, हुन्छ कि नै थाहा छैन कि। भिडियो हेर्नु है, ट्रेनको लिखर हेर्नु। ट्रेनको टिकट काट्यो गाइस, हुँदै हुँदैन त्यो यार, खतरा रहेछ यहाँ अनलाइन सिस्टम। यस्तो मेसिनबाट काट्नुपर्ने, हाम्रो दिदीले सिकाइदिनु भयो, हाम्रो चाहिँ चट्ट काटिरहेको। अब 5वटा छ है, डन भयो डन भयो। ल हाम्रो टिकट पनि आयो फाइनली। टाइम भन्नु न, टाइम कहाँ लेखा, टिकटमा लेखा टाइम। ल टिकट पनि आयो, 7 रुपियाँ 50 8:45 रहेछ। 1 घन्टा ल्याउनु, 1 घन्टा कतिवटा किन्नु पर्छ भने 5वटा होइन, कति 6वटा आयो त। एक होइन यो त होला नि, यो यति धेरै भिड छ यार। हाम्रो ट्रेन पनि आइसकेको रहेछ। उयो हाम्रो यस्तो ढोकामा उभिनु पर्छ, कच 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 कच। पछाडि जाने कि अगाडि जाने कि छिटो जाऊँ म त्यहीँ जाऊँ भन्दै। झ्याल त नपुछे रहेछ त यार, झ्याल त नपुछे रहेछ कि, नपुछे रहेछ। ट्रेनको टक्क पछाडितिर बस्यो भने मजा आउँछ कि, पछाडि भ्यू हेर्दैन। खाटु त्यो पाइलट बस्ने ढोका, पस्ने ढोका चाहिँ 8:45 को टाइम थियो, 9 लगाएर हामी ट्रेनमा पनि बस्यो है त। ट्रेन आइसक्यो, बस्दै अब हिँड्न मन त पाइन्छ। कति सुमन्दाले हेर्लाको भए कहाँ कहाँ झर्ने भनेर। ल यति प्याक छ क्या यतातिर पुरै। त्यस नेपाल जस्तो उभिएर हिँड्ने भए त यहाँ उभिएर हिँड्थ्यो होला धेरै मान्छे, खाली त बहुतै। तर यहाँ उभिएर हिँड्दैन होला। अब यहाँ यत्रो पर्सनल गाडी हुँदा पनि मान्छेहरू किन आउँछ यार ट्रेनमा यार। 1 घन्टा भइसक्यो। ल गाइस लामो समयको पछिसकेपछि बल्ल हिँडेको छ यहाँदेखि ट्रेन टक्क। हामीहरू चाहिँ अब हिँड्न त अब मजाले इन्जोय गर्दै, ट्रेनको इन्जोय गर्दै आइसकेको छ। अब हामी पहाड भएर अब कता जाने भनेपछि जूतिर जाने हो। पहाड त थाहा छैन, तर जूमा चाहिँ जान्छ। हेर्नु न यहाँ कस्तो बवाल छ, दामी लाग्यो बस्ने ठाउँ। हामी पुगेको अवस्था छ, भोक लास्टै लागिरहेको छ। अब हामीले यहाँ भात खोज्न हिँड्दैछ, कहाँ पाउँछ त भात भनेर केटाहरू सब भोके निराश भएको अवस्था छ। भोक लागिसकेको छ हामीलाई। यहाँ हेर्नु सक्नुहुन्छ सुन्दर सुन्दर चुवाचमा केटीहरू। सोरुम गाइस सोरुम। हामी चाहिँ अन्डरग्राउन्डमा पुगिसकेको छ। खाना आएको, खाने नपाउला जस्तो छ। फाइनली गाइस बल्ल बल्ल खुवाए, पिसाब आएको, बल्ल बल्ल खुवाएर गयो त। अब खाना खाएको, तर खाना मगाएको छ। बाहिरको सिन हेर्नु सक्नुहुन्छ, उपाल छ खाने। अब टक्क भात पनि आइरहेको छ, त्यसपछि बल्ल घुम्न जाने भयो। अब फाइनली गाइस हाम्रो चाहिँ खाना आइसकेको छ। मैले चाहिँ यस्तो मगाएको, यो मासु माछा, अनि त्यसपछि के हो खै यहाँको अब खानाहरू। यहाँ काँक्रा रहेछ, त्यसपछि तरकारी रहेछ, अचार रहेछ, चम्चा, अनि त्यसपछि पानी मगाएको छ, पानी खाने हो। गाइस हेर्नुहोस् ऱ्याबिट ओ सरी कहाँ त अड्डिनु भयो। मान्छे चाहिँ यहाँभित्र ठुलै छ, के ढल्न खोज्छ त होइन, त्यो समाएर कस्तो क्युट छ गाइजहरू, कति दामी छ यार। गयो हेर्नु गाइस, यहाँभित्र मान्छे गयो भने बाँच्दैन, भ्वाइस नै आएको छैन होला हामीसँग। त्यसले मिलाएर हेर्नु, यो चाहिँ पर्सन्टेको मुर्रा अरे, अहिले चाहिँ यहाँ त पठाइदिएछ नेपालमा आन्दोलन भएर। यसको गेडा हेर्नु न गाइस कति ठुला खान।
यसको गेडा हेर्नु न गाइस गरी ठुला खान। कौन है ये लोग? कहाँ से आते हैं? पत्र छ गाइस। पर्सेन्टेजको आन्दोलन भयो नेपालदेखि पठाइदियो यता। यो के हो गाइस? चिम्पान्जी हेर्नु गाइस। कहाँ म यहाँभित्र टावर निकाल्छ त अनि कस्तो वाल छ हेर्नु त। ओ माई गड। तर यसको यो चाहिँ गएछ क्या यसको हात। कोही हाम्रो भित्र आइसकेछ। अब चाहिँ चिडियाखानाको तपाईँलाई नजारा देखाउने जूको हामी चाहिँ भित्र आएर खै टिकट हेर्नु गाइस। ओ सफारी हो तर हामी यसमा गएन। योभन्दा छिटो हामी आफ्नै खुट्टाले पुग्छ जस्तो लाग्यो। लगाए झ्यानसम्म चाहिँ लाटो कोसेर हो त्यहाँ नेपालको र यहाँको फरक पर्ने चाहिँ त जालीले लास्टै दिएको भयो क्या। यति बाक्लो जाल त नाल्नु पर्ने। लगाए गयो हेर्नु है यहाँको हेर्नु भएको त्यहाँ जुगाले खाइरहेको त्यसको नाकमा हेर्नु है तपाईँले। हेर्नु यहाँ नाकमा जुगाले खाएर चाहन्छ। लगाए झ्यानसँग चाहिँ हेडहरू स्ट्यान्ड गरेर आएको थियो अघि नै खिच्न पाएन। अब चाहिँ हेर्नु ऊ त्यहाँ ए पानी खाइरहेको क्या। पानी खानु यो पार्क चाहिँ बब्बा लाग्यो गाइस मलाई। नेक्स्ट एकदम बब्बा लाग्यो। मजाको पार्क रहेछ। सबै जनावर रहेछ। अब बाघ हेर्न बाँकी छ क्या। सब हेरिसक्यो। बाघ गोही हेऱ्यो चिम्पान्जी हेऱ्यो चराचुरुङ्गी हेऱ्यो। अब बाघ हेर्नु सक्छ दुम्सी है। यो लगाए चाहिँ के होला भन्नु त आमा खतरा। लगाए हेर्नुहोस् है कुन सर्प हो। कलर फेर्नेवाला सर्प हो अरे गाइस। मलाई लागिसक्यो हिँड्दा हिँड्दा जाऊ। लगाए ठ्याक्कै उठ्यो जङ्गलको राजामा। अब चाहिँ के होला जस्तो चाहिँ कराएको भए हुन्थ्यो यो आवाज। या ल हरायो त हेर्थ्यो कताको। त्यहाँ माछा पनि रहेछ त यार। माछा खाइरहेछ खतरा यो। त्यहाँ माछा रहेछ है। मरेको तेह्र गना होला क्या। ल खाएको यो माछा। त्यो जिउँदो कि मरेको माछा हो? मैले चाहिँ जिराफ देखेँ। कति अग्लो यार। आज रियलमा देख्न पाइयो। भालु 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 एक नम्बर भालु भालु हेर्नु गाइस। भालु यस्तो रिसाइरह्यो भालु। खाना मागिरह होला हामीसँग खानै छैन। हामी लिएर आएन। हेर्छ उसले चाहिँ टक्क घेरा हान्दैछ। अस्ट्रिच है गाइस यो। खुट्टा पनि त्यस्तो हुँदैन लाग्छ। गाई एउटा झ्याउ हो। यहाँ आएको थियो हामी बाघ हेर्न त्यो टाइगर हेर्न तर पाएन। फेरि यो के रहेछ के यसको अनुहार हेर्नु त के हो यो? यो त अस्ट्रेलियाको राष्ट्रिय जनावर है। ल गाइस हात्ती पनि हेर्नु पुरा हिलो हिलो भएर चाहिँ नुहाइदिएर हिँड्छ नि। अर्को त्यहाँ हिलो हाल्दा छ माटो। लगाएर यहाँ कहाँबाट हात्ती ल्याएको त्यहाँ चाहिँ देखाएर रहेछ कि। अब चाहिँ श्रीलङ्का नागाल्यान्ड अफ्रिका अफ्रिकन त्यसपछि मलेसिया त्यसपछि के नक्सा देखाएको छ। उता खरायो घुम्दा घुम्दा भोक लाग्यो। अब चाहिँ नास्ता खान लाग्यो हाम्रो। हाम्रो चाहिँ खाजामा आलु चिप्स र पानी। भोक लागेको थियो निकै खान लाग्छ। नास्ता भयो गाइस। अब चाहिँ हाम्रो घुम्न जाने भने गाडी बुक गरेको। अब आउँदैछ गाडी कति आउँछ त्यसपछि जाने। ओभर थाकिसक्यो आज। मजा पनि लास्टै आयो। ओभर पनि थाकिसक्यो। फाइनल हामी गाडी पनि बसिसक्यो। ल गाइस हामीले रिटर्न टिकट पनि लिइसक्यो। अब हामी फर्किन लागेको ट्रेनको हो। भोलि फेरि गाह्रो हुन्छ रुम सुम गर्न मिलाउन। यो चाहिँ मसाज चाहिँ ओरिजिनल मसाज थाइल्यान्ड भियतनाम। अहिले गाइस हामी चाहिँ पुगिसक्यो। पुगेर म त नुहाएर खानासाना खाएर सुतेर बल्ल उठिरहेको छु। अहिले बजिरहेको छ रातिको 2 गाइस।
अनि मैले अघि न त्यो आएर मैले त्यो भिडियो बनाउनै सकेन, यति थाकेँ फ्रेस भइदिनु। त्यही नै आजको मेरो भ्लग। तपाईँलाई कस्तो लाग्यो भिडियो? जूको यहाँको जू हो। खासै अब त्यस्तो उठेको थिएन, दिउँसोतिर गएको थियो, अब खाना खाएर सुतिरहेको थियो। त्यही पनि देखाउने प्रयास गरिरहेको छु। यदि नयाँ च्यानलमा नयाँ हुनुहुन्छ भने भिडियोलाई सब्सक्राइब गर्नु होला, बेल आइकन थिच्नु होला, अनि अलमा राख्न चाहिँ नबिर्सिनु होला। पुरानो हुनुहुन्छ भने एकचोटि चेक गर्नु होला बेल आइकन। त्यही भन्दै म छुट्टिनुपर्ने हुन्छ। हस्, बाई, भेटौँ न नेक्स्ट ब्लगमा। ओके, टाटा।